धादिङ तर्फको यात्रा यो त्रिशुली तरेर धादिङ तर्फको धादिङ बेसी तर्फ जाने बाटोको यात्रा हामी गर्दैछौँ। धादिङ बेसी सदरमुकाम धादिङ सदरमुकाम पर र माथिबाट हेर्दा धादिङ बेसी। त्रिपुरा सुन्दरीको बहिनी सुन्दरी मन्दिर है क्या है। त्रिपुरा सुन्दरी माताको दर्शन गर्न जानको लागि हामी हिँड्दैछौँ। एकदम रमाइलो ठाउँ छ। हामी चाहिँ मजासितले भाउ के गर्न आएको त्रिपुरा सुन्दरी माता की, त्रिपुरा सुन्दरी माता की, त्रिपुरा सुन्दरी माता की जय। ल भक्तहरूको पनि जय होस्, माताले रक्षा गर्नुहोस्। भक्तहरू सकि नसकी माताको दर्शन गर्नको लागि उकालो चढ्दै हुनुहुन्छ। हो हो दिदी कठिन भयो धेरै तपाईँलाई। ल भगवती त्रिपुरा सुन्दरी माताले इच्छा पुरा गराउनुहुन्छ। ल ल त्रिपुरा सुन्दरी मन्दिर भएको डाँडाबाट हेर्दाखेरि धादिङको दृश्य यस्तो देखियो। यो त्रिपुरा सुन्दरीको मन्दिर यो रहेछ। जय माता। भारत झारखण्डबाट घिसेर आइपुगे अस्ति पछाडि भिडियो गाडीवाला भएर त हामी त्यो यो सबै नृसिंह धाम तो मिनट ताला ताला
विष्णु नारायण नारायण हरे हरे 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 नृसिंह धामको दर्शन गरेर आए पश्चात भक्तजनहरू अब प्रसाद लिने क्रममा हुनुहुन्छ। यो 5 धारा भन्ने ठाउँ रहेछ, एउटा धारो पनि 5वटा रहेछ र यता महादेवको मन्दिर पनि रहेछ। ठाउँ चाहिँ यात्रामा रमाइलो रहेछ। सहभागी पानी समस्त परेको भक्तजनप्रति कारणले हार्दिक पात परिरहेछ। धन्यवाद पानी एवं परेको कृतज्ञता कारणले व्यक्त गर्दै अलि वातावरण चाहिँ फेरि अन्य कुनै कार्यक्रममा भेटौँला भन्ने आग्रह साथ बिदा बस त्यता पर छ। हुन्छु। नमस्कार, यात्रुहरू प्रसाद लिनको धन्यवाद, लागि लाइनमा हुनुहुन्छ। सबैको जय होस्।